Hello everyone, welcome back to my channel. It's me Manjula. New day, new vlog. आयो बजार सधैँ सन्चै हुन्छ होला। म र मेरो छोरो एकदमै सन्चै छौँ अनि म चाहिँ बिहानै उठेर सब काम सकिसकेँ हैन अनि बाबु चाहिँ सुतिरहेछ यति बेरसम्म। बाबु चाहिँ मस्त सुतिरहेछ हैन 9 बजिसक्यो अब अहिले 10 बजीतिर उठ्छ होला अनि म चाहिँ यति बेर चिहान लाइरहेको छु रातभरि रोएर। गुड मर्निङ पाइनएप्पल निनी पुगो निनी पुगो ज्ञानी बच्चा मामालाई सबै काम गर्न दिने ज्ञानी बच्चा। निकाल निकाल ब्ल्याङ्केट निकाल के भो हाँस न निनी पुगे होइन हो यस पापालाई चाहिँ मैले नुहाइदिएँ अनि उसले चाहिँ तेल सेल लाएर लुगा लाएर सुतिसक्यो। म पनि एकछिन सुत्छु बाबुलाई दुध तानिदिन्छु अनि त्यसपछि उठाएँ। अब चाहिँ हामी खाना बनाउन लागेको म चाहिँ बाबुलाई यसरी पछाडि ब्यागमा बोकेको छु किनकि कोही पनि छैन यहाँ बच्चा हेर्नलाई अनि अब यसरी नै म खाना पकाउनेवाला छु गाइस। अब चाहिँ माथि किचनमा मैले बोक्दा बोक्दै सुत्यो होइन अनि बाबुलाई चाहिँ मैले यहाँ सुताइदिएछु। म तल लुगा धुन जान्छु गाइस। छोरी लुगा मैले भिजाएर राखेको छु बाबु सुत्यो बेला लुगा धोइहाल्छु। फेरि कति काम हुन्छ क्या अहिले लुगा धोयो भने भोलि बिहान अलि धेरै बेरसम्म सुत्न पाउँछु नत्र बिहानै 5 बजी उठेर लुगा धुनुपर्छ किनकि के गर्नु यस्तै हो गाइस। अब म छिटो छिटो काम सकिहाल्छु। आज उठिसक्यो उठेर रुँदैछ रोको नदेखाउने यहाँ हेरिदेऊ न कस्तो फ्रेस भएछ 3-4 दिनपछि यस्तो खुसी यति राम्रो बच्चा देखेको नत्र रोको रोयो बिरामी मेरो छोरो पुन्टु लभ यु।